भोलि E7 मा सिट दिएर E7 मा पठाउने। यो नाराबाजीको दृश्य हो ललितपुरको ग्वारको स्थित वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखामा भइरहेको नाराबाजी हो। दर्शकवृन्द, कोरियन भाषा परीक्षा पास गरेको 2 वर्ष बितिसक्दा समेत कोरिया जान नपाएका युवाहरूले यो विरोध गरिरहेका हुन्। रोजगार अनुमति प्रणाली इपिएस मार्फत भाषा परीक्षा पास गर्दा समेत कोरिया जान नपाएको भन्दै उनीहरूले यो विरोध गरिरहेका छन् र इपिएस कोरिया शाखा र सरकारलाई किन कोरिया जान नपाएको भनी प्रश्न गरिरहेका छन्। भाषा परीक्षा पास गरेका हजारौं कामदारहरू जान नपाउने तर वर्षैपिच्छे नयाँ कोटाहरू आउँदाखेरि परीक्षा पास गरेर बसेकाहरूमाथि एक खालको अन्याय नै भएको भन्नुपर्छ। विगत 5 वर्षदेखि रोस्टरमा बसेर म्याच सकिएका लागि भोलि E7 मा सिट दिएर E7 मा पठाउने।